बजे 2 बजे राति हिँड्छन् कहाँ गर्छ ल डाकिरहेको थियो यार। तो गाइज अहिले बजिरहेछ रातिको 2 र अहिले चिया खान हामी गइरहेको छु। राति 2 बजे कतै चिया पाउँछ कि पाउँदैन राजमा तपाईँ अहिले टाइम हेर्न सक्नुहुनुहुन्छ कति बजिरहेछ। र यता म चिया खान त्यस्तै आएको छुइनँ, मलाई कुनै सक थिएन, तर मलाई एउटा साथीले कल गरेर भन्दैछ दोस्त हिँडौँ न चिया खान। हेलो ओइ दोस्त के भयो यति राति कल गरिरहेछ? के भन्छ दोस्त सुन न के भयो? के भन्छ मलाई नि चिया खाने लास्टै मन परेछ यार। ओए पागल 1-2 बजिरहेछ राति यार, अहिले चिया कहाँ भेट्छ? यार लास्टै खाने मन परेछ, आउने हेर्ने कहीँ भेट्यो भने खाइलिने। ल त्यो साथीसँग पनि भेट्नु यार। ल यसलाई राति 2 बजे चिया खानु छ। के सोचेर चिया खानु छ? होइन यार लास्टै मतलब चिया खाने मन भइहाल्यो त ल गाइस अहिले म र सुरज र मेरो क्यामेराम्यान सुमित हामी 3 जना आएको छु। अहिले राजविराजमा हेर्छु कहाँ चिया पाउँछ, यसको लागि हामी चिया खोज्ने हो। जान त नदिने हो तर चिया खोज्ने हो अहिले। ल गाइस हिँडौँ हामी चिया खोज्नु। अनि त्यहाँ जुन अहिले इम्पोर्ट हुन्छ नि इन्डियाबाट नेपाल इलिगल सामानहरू, त्यो बाटो घुस खानुको लागि। सो गाइज अहिले हामी म्याक्रो स्ट्यान्डमा छु। यता त चियाहरूको पसल बन्द छ किनभने मेरो पसल आफै बन्द हुन्छ यति राति। र अहिले यता स्ट्रिट डगहरू मात्र छ। यो डगसँग सोधिरहेको छु चिया कहाँ पाइन्छ। बाबु यहाँ चिया कता पाइन्छ थाहा छ? कता पाइन्छ चिया? चिया कहाँ पाइन्छ? यो नराज छ के यतातिर?